Let's do what I ate in a day to lose some weight. सो बिहानको सुरुवात गर्दैछु यो हर्बल टीबाट। हर्बल टी बनाएँ, त्यसपछि पिएँ, अलिकति तातो भयो, मुख थोरै झोले ह्या गर्दै पिउँदैछु। त्यसपछि आफूलाई हेरेँ थोरै ऐनामा, वाउ जस्तो फिल भयो। त्यसपछि 4वटा अन्डा बसालेँ प्रोटिनको लागि। त्यसपछि चाहिँ यहाँ ओट्स बनाउँदैछु। युजली चाहिँ म ओभरनाइट ओट्स खान्छु, तर मसँग प्रोटिन पनि नपुग्ने भएर त्यही भएर मैले यो बनाउन लागेको। जे भयो नि काममा लगिजाँदाखेरि 3-4 घन्टा त यति नै बस्छ भनेर भिजिहाल्छ नि सबै कुरा, त्यही भएर। अनि यहाँ ओट्स बनाउँदैछु म। त्यसपछि यो चाहिँ मेरो सिल्कको आलमोन्ड मिल्क, जसमा चाहिँ 8 ग्राम प्रोटिन छ, यो हालेँ। त्यसपछि यहाँ स्याउ काट्दैछु। स्याउमा चाहिँ फाइबर पोटासियम हुन्छ, सो बिहानको स्टार्ट चाहिँ स्याउहरूबाट फाइबरहरूबाट गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ बडीको लागि। चप काटेर अनि त्यसपछि म त्यो ओभरनाइट्समा हाल्छु। त्यसमा चाहिँ चिया सिड, मिल्क, ओट्स, भ्यानिला इसेन्स पनि हाल्थेँ मैले, तर आई डोन्ट नो भ्यानिला इसेन्स मैले कता राखेँ, त्यही भएर। अनि मलाई यो स्याउ हाल्नु भने चाहिँ फ्लेभर मिठो लाग्दैन क्या, चिनी छैन नि त, अनि आफू खाँदै पनि। अनि त्यसपछि मैले प्याक गरेँ। त्यसपछि यो चाहिँ मेरो लन्चको लागि म रेडी गर्दैछु। म चाहिँ युजली सबै ट्र्याक गरेर खाने कोसिस गर्छु सकेसम्म चाहिँ। यहाँ चाहिँ सकेसम्म चाहिँ 3 चम्चा मात्रै खाम भन्छु। भात है व्हाइट राइसमा धेरै कार्ब्स हुन्छ नि त, खानु त पर्छ, त्यही पनि अब व्हाइट कार्ब्स जति सक्दो कम गरौँ भनेर यहाँ चाहिँ त्यति चम्चा हालेँ मैले। त्यसपछि जुन मैले दाल बनाएको थिएँ त्यो दाल पनि 1 2 3 4 गर्दै 3 चम्चा मात्रै हालेँ मैले। ओहो 4 चम्चा हालेछु, 5 चम्चा हालेछु, ओके 5 चम्चा। त्यसपछि यो मेरो खाजा, यो चाहिँ मैले 2टा अन्डा अनि खाना दाल खाएँ, सिम्पल खाना। त्यसपछि 0 कोक, अनि काममा चाहिँ मैले यो राइस क्रिस्पी खाएँ, 90 क्यालोरिज हुन्छ। अनि यो चाहिँ गार्लिक ब्रेड, कस्तो मिठो लाग्छ मलाई गार्लिक ब्रेड। अनि यो मेरो रातिको खाना। अनि त्यसपछि म काममा बसेर खाएँ। अब जान्छु, बाई बाई।